म चाहिँ आज ग्वाली बनाउँदैछु अनि हेर्नुहोस् कस्तो लाग्छ। आज बिहानदेखिको यो बनाएको हेर्नु होला। यो आज बिहानदेखिको यो सबै आजकै हो। अनि अहिले अब यहाँ चाहिँ मेरो एउटा बन्धु अनि मेरी श्रीमती भएर त्यो टिना बाँध्दैछन्। अनि उता पनि कम्प्लिट भएको छैन। अनि यहाँ टिना नपुगेको कारणले यो भत्काउनुको लागि मैले यो ग्वाली चाहिँ बनाइहालेको। नभए यता बरन्डा लगाउनुलाई टिना भएन। त्यसको लागि यो हिकाउनु पर्यो। गाई बाख्रा राख्नुको लागि बहुत असुविस्ता भएकोले यो बनाउँछु। आज दिनभरिमा यो यति बनायो, आज छानो लगाइसक्नु पर्ने भनेर मैले चाहिँ सोच्दैछु। अरू मेरो यो फेसबुक हेरिदिनु हुने, युट्युब हेरिदिनु हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हेरिदिनु होला। मैले बनाइराखेको छु, सुरुवातदेखिको बनाएको तपाईँहरूको सामनेमा भिडियो हालिराखेको छु। अनि अहिले चाहिँ म धमाधम दिउँसो चाहिँ मैले सकिनँ, एकदम अभार गरम र अहिले चाहिँ अब घाम डुब्नु आँटिसक्यो। यहाँ चाहिँ डुब्यो, घाम डुबे। अनि अहिले चाहिँ ठन्डा आएर अलिकति अब सुरु गरेको। अहिले म छानो लगाइसक्छु। बस यति नै। थ्याङ्क यू, धन्यवाद।